2082 सालबाट जसले चाहिँ त्रिभुवन युनिभर्सिटीमा एमएससी म्याथमा एमएससी गर्न चाहनुहुन्छ उहाँहरूका लागि नयाँ सिलेबस एलएमडिपी लेबर मार्केट ड्रिभन प्रोग्राम अन्तर्गत नयाँ सिलेबस इन्ट्रोड्युस भएको छ। त्यही नयाँ सिलेबसमा आबद्ध रहेर फङ्सनल एनालाइसिस भन्ने फर्स्ट सेमिस्टरमा पढ्नुपर्छ हजुरहरूले। त्यही फर्स्ट सेमिस्टरमा चाहिँ फङ्सनल एनालाइसिसको सेकेन्ड च्याप्टरको बारेमा मैले छोटो यहाँ चाहिँ एक्सप्लेन गर्न गइरहेको छु। सेकेन्ड च्याप्टरको नाम रहेको छ लिनियर अपरेटर्स एन्ड फङ्सनल्स। नर्मल्ली हामीले फर्स्ट च्याप्टर युनिट 2 को च्याप्टरको नामबाट नै क्लियर हुन्छ कि अपरेटर भनेको भेक्टरबाट भेक्टरमा अपरेट गर्ने हो भने फङ्सनल भनेको भेक्टरबाट स्केलर भेक्टर टु स्केलर हामीले चाहिँ इन्ट्रेक्सन अपरेसन गरिन्छ अनि त्यसलाई फङ्सनल भनिन्छ भने अपरेटर भनेको भेक्टरदेखि भेक्टर। ल हेरौँ अब डेफिनेसन लिनियर अपरेटर्स। लिनियर अपरेटरलाई चाहिँ हामीले कसरी डिफाइन गरिन्छ भन्दाखेरि त्यसको लागि लेट एक्स एन्ड वाइ बी टु भेक्टर स्पेसेस हुन पर्यो। एक्स र वाइ भनेको दुईवटा भेक्टर स्पेसेस हुन पर्यो। अब म्यापिङ त्यहाँ चाहिँ एउटा म्यापिङ इन्ट्रोड्युस हुन्छ। त म्यापिङ भनेको जसको नाम रहेको टी। त म्यापिङ चाहिँ कहाँबाट कहाँ डिफाइन हुनु पर्यो डिटी। डिटी भनेको डोमेन अफ टी। यो टी भन्यो म्यापिङ अथवा फङ्सनको डोमेनलाई चाहिँ हामीले डिनोट गरिन्छ डिटी। त्यो डोमेनबाट चाहिँ वाइमा चाहिँ डिफाइन भएको म्यापिङलाई नै हामीले के भनिन्छ लिनियर अपरेटर भनिन्छ। कस्तो सिचुएसनमा इफ यदि त्यो डोमेन चाहिँ यो एक्स भनेको भेक्टर स्पेस हो त्यो भेक्टर स्पेसको सबसेट पनि भेक्टर स्पेस छ भने एउटा फर्स्ट कन्डिसन। अर्को चाहिँ टी भनेको एउटा म्यापिङ बनाऊँ। अब त्यो म्यापिङले चाहिँ एक्स प्लस वाइलाई चाहिँ टिएक्स प्लस टिवाईमा चाहिँ कन्भर्ट गर्छ। फरल एक्स वाइ भनेको हामीले डोमेनबाट ल्याइयो भने र टी भनेको एउटा अपरेटरले चाहिँ टिएक्स एक्सलाई चाहिँ टिएक्स अनि वाइलाई चाहिँ टिवाईमा कन्भर्ट गर्छ। र अर्को टी भनेको एउटा अपरेटर त्यसले चाहिँ एक्स अल्फा एक्सलाई चाहिँ अल्फा भनेको स्केलर हो कुनै पनि स्केलर हामीले यहाँ लास्टमा लेखेको छ स्केलर या अल्फा बिलोङ्स टु के भनेको यो भनेको रियल पनि हुनसक्छ आर्यन युक्लिडियन स्पेस। अर्को भनेको कम्प्लेक्सलाई चाहिँ हामीले नर्मल्ली युनिटरी स्पेस पनि भनिन्छ सी पनि हुनसक्छ। त्यो जुन नम्बर पनि हुनसक्यो अल्फा भनेको नर्मल स्केलर हो। स्केलर बाहिर हुन्छ र टीले चाहिँ एक्सलाई मात्र अपरेट गर्छ भने र यो तिनवटा कन्डिसन सेटिस्फाइड गर्छ भने हामीले बल्ल भन्न सकिन्छ टीलाई लिनियर अपरेटर। ल नर्मली यो भनेको टर्मिनोलोजी डिटी भनेको डोमेन अफ टी आरटी भनेको रेन्ज अफ टी एनटी भनेको नल स्पेस भन्छ। यसलाई चाहिँ त्यस्तो डिटीमा रहेका त्यस्तै इलिमेन्टहरूको कलेक्सन जसले चाहिँ जसलाई चाहिँ टीले अपरेट गर्दाखेरि 0 हुन्छ भने त्यसलाई चाहिँ हामीले नल स्पेस पनि भन्ने गरिन्छ। अनि अर्को यो सेकेन्ड र थर्ड कन्डिसनलाई चाहिँ हामीले नर्मल्ली चाहिँ यो डाइरेक्ट 1 र सेकेन्ड र थर्ड कन्डिसनलाई हामीले डाइरेक्टली टी अल्फा एक्स प्लस बिटा वाइ इक्वल टु अल्फा टी एक्स प्लस बिटा वाइ यदि हामीले यो प्रोपर्टी सेटिस्फाइड गरेको देखाइयो भने पनि हामीले नर्मल्ली यो फर्स्ट सेकेन्ड कन्डिसन र थर्ड कन्डिसन देखाइराख्नु आवश्यक पर्दैन। सिमिलरली अब इक्जाम्पल हेरौँ। इक्जाम्पलबाट हाम्रो अझ क्लियर हुन्छ। इक्जाम्पल अफ लिनियर अपरेटर्स। नम्बर 1 आइडेन्टिटी अपरेटर। आइडेन्टिटी अपरेटर भन्ने कस्तो अपरेटर हो द आइडेन्टिटी अपरेटर भनेको त्यस्तो आई हो जुनले चाहिँ एक्स भनेको नर्मल्ली हामीले चाहिँ रिप्रेजेन्ट गरेको हो। नर्मल्ली चाहिँ एक्सदेखि एक्सलाई नै एक्स भनेको एउटा भेक्टर स्पेस र त्यही भेक्टर स्पेसमा नै म्याप गर्छ भने त्यस्तोलाई चाहिँ भनिन्छ हामीले आइडेन्टिटी अपरेटर। कसरी डिफाइन गरिन्छ आइएक्स इक्वल टु एक्स इक्वल टु एक्स। एक्स भनेको त्यही भेक्टर स्पेसको इलिमेन्ट जुन इलिमेन्ट लिए पनि त्यही इलिमेन्टमा चाहिँ म्यापिङ हुन्छ भने म्यापिङ गराउने अपरेटरलाई आइडेन्टिटी अपरेटर भनिन्छ। वी अल्सो राइट आई फर आइएक्स। आइएक्सलाई चाहिँ हामीले आई लेख्यो भने नर्मल्ली देन आइएक्स इक्वल टु एक्स यो भइहाल्यो। अर्को रहेको छ जिरो अपरेटर। जिरो अपरेटर भनेको द अपरेटर जिरो फ्रम एक्स टु वाइ। कसरी डिफाइन गरिन्छ इज डिफाइन टु बी जिरो एक्स इक्वल टु जिरो फर अल एक्स इन एक्स। यो भइहाल्यो भन्यो भने जिरो अपरेटर भइहाल्यो। ल अब यो भनेको केसको प्रुफ हो भन्दाखेरि आइडेन्टिटी अपरेटरको प्रुफ हो है। आइडेन्टिटी अपरेटरको प्रुफ भनेको हामीले कसरी गरिन्छ हेरौँ त। लेट त्यसका लागि हामीले एक्स र वाइ भनेको भेक्टर स्पेस एक्स भनेको भेक्टर स्पेस हो त्यसबाट चाहिँ दुईवटा एलिमेन्ट ल्याइयो। अनि अल्फा र बिटा भनेको
स्केलर हो। अनि भेक्टर स्पेस भइसके पछाडि अल्फा एक्स प्लस बिटा वाई पनि एक्समै पर्छ। देन अब हामीले भन्न सकिन्छ आइडेन्टिटी अपरेटर भनेको हेर्नु त यहाँ म्यापिङ भनेको आई छ। अब आईले चाहिँ नि अल्फा एक्स प्लस बिटा वाईलाई चाहिँ केमा अपरेट गर्यो हेरौँ। आइएक्स इक्वल टु एक्स छ भने आईभित्र जुन एलिमेन्ट छ बाहिर त्यही एलिमेन्ट पनि भयो। अनि अल्फाको अल्फा भइहाल्यो, एक्स भनेको हाम्रो आइएक्स हुने भयो, एक्स भनेको आइएक्स भयो, बीको बी, बिटाको बिटा, अनि वाई भनेको आइवाई सिमिलरली यो जस्तै भयो। त्यस पछाडि हेरौँ त हाम्रो के भयो, आई अल्फा एक्स प्लस बिटा भनेको अल्फा आइएक्स प्लस बिटा आइवाई। मैले हजुरलाई भन्ने थिएँ यहाँ यो पोलपट्टि सेकेन्ड र पोलपट्टि थर्ड चाहिँ सेटिस्फाइड भयो भने हामीले डाइरेक्टली भन्न सकिन्छ थस आई इज अ लिनियर अपरेटर। यसरी हामीले चाहिँ के गर्न सकिन्छ, लिनियर अपरेटरलाई डिफाइन गर्न सकिन्छ र इक्जाम्पल दिन सकिन्छ।